हेलो नमस्कार। आज हामी चिनासम्म जापानको 7औं महाधिवेशनमा आउँदैछौँ र अहिले म ठ्याक्कै कामाता स्टेसनमा छौँ। यदि तपाईहरु कोही टोकियोबाट केन्तोको लाइन भन्दा अरु लाइनमा आउँदै हुनुहुन्छ भने तपाईहरु सिधै सिनागावामा नोरिखाई गर्नु होला। त्यस्तै खानागावाबाट अरु लाइनमा आउँदै हुनुहुन्छ भने कावासाकीमा, जस्तै नम्बु लाइनमा आउँदै हुनुहुन्छ कावासाकीमा नोरिखाई गरेर केन्तोकोमा आउनु होला। र कामागावा लाइन र इकेएम लाइनमा आउँदै हुनुहुन्छ भने सिधै कामाता आउँछ। कामाता झरेपछि तपाईहरु चाहिँ हिगासी तिर आउनु र केक्यू लाइनबाट आउँदै हुनुहुन्छ भने तपाईहरु सिधै केक्यू कामातामा झरेर तामागाबाट लाइनबाट आउँदै हुनुहुन्छ भने यो साइडबाट सिधै तपाईहरु सेन्ट्रल एक्जिटमा आउनुस्। अनि त्यसपछि र इस्ट एक्जिटतिर आउनु। सेन्ट्रलमा यहाँ चाहिँ दुईटा एक्जिट छ, केन्तोको पनि सेन्ट्रल एक्जिटबाट निस्किनु होला। कामाता चौतारो रेस्टुरेन्टमा हाम्रो 7औं महाधिवेशनको लागि आउनुहुने सम्पूर्ण स्याङ्जावासीहरूलाई यो रुट देखाउँदैछु। मिजु ब्याङ्क यहाँ छ हैन, प्रोजेक्ट हुँदैछ। यो क्रस गर्न साथ हामी कोरे राइट टर्न गर्छौं। अब यताबाट लेफ्ट यी हाम्रो मासाची पनि आउँदै हुनुहुन्छ। ल नमस्कार है, नमस्कार नमस्कार नमस्कार। म बाटो देखाउँदैछु है। सिधै वहीँ ठोकिन्छ चौतारो रेस्टुरेन्ट है त। सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट प्रकाशी महासमाज जापानको अध्यक्ष कमल भास्कोलाको तर्फबाट हार्दिक नमन टक्राउन चाहन्छु। र संयुक्त समाज जापानले गुण लाएर मिन्ता गरेर अमेरिकादेखि पाल्नुभएको आदरणीय व्यक्तित्व हुनुहुन्छ आइसिसीका केन्द्रीय अध्यक्ष ग्रिन जन्केसीज्यू। त्यस्तै गरी विशेष अतिथिका रूपमा यस संस्थाका संरक्षक र यो संयुक्त समाज जापानका पनि संस्थापक अध्यक्ष हुनुहुन्छ र आइसिसीका संरक्षक हुनुहुन्छ आदरणीय व्यक्तित्व जीवन नेपालीज्यू। त्यस्तै गरी योभन्दा पहिला हामी दुईटा कार्यक्रम सुरु गरेका थियौँ। आइसिसी स्याङ्जाको चाहिँ कार्य समितिमा महासचिवको भूमिका मुक्ति सुवेदीजीले निभाउनु भएको थियो। उहाँभन्दा एक तल बसेर सचिवको भूमिका मैले गरेको थिएँ, उहाँलाई पनि नमन गर्न चाहन्छु। त्यस्तै गरी एसिया पेसिफिकका संयोजकज्यू, यहाँ के अरे आइसिसीका केन्द्रका सल्लाहकारज्यूहरू हुनुहुन्छ। त्यसै गरी प्रिया गुरुङ र पिया गुरुङको मायाको चिन्ह ग्रहण गरिदिनको लागि अभिभावकको रूपमा उपस्थित हुनुहुने गोविन्द गुरुङज्यू स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु। पौडेलज्यूलाई मायाको चिनो हस्तान्तरण गरिदिनको लागि ग्रहण गरिदिनको लागि अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सभापतिज्यू, संरक्षकज्यूहरू मार्फत हस्तान्तरण गरिदिनको लागि अनुरोध गर्दछु। प्रदीप थापाज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी प्रीति गुरुङ, पिया गुरुङ, प्रकाश गुरुङज्यूलाई पनि ड्यासमा आमन्त्रण गर्दछु। समाज जापान सल्लाहकार कृष्ण अधिकारीज्यू।
कुमारी गुरुङ भयो आजबाट। त्यसै गरी राजु गौतम ज्यू आज सिन्धुली समाजको पनि अधिवेशन भएको हुनाले उपस्थित हुन नसक्ने जानकारी गर्नुभएको थियो। उहाँको पनि शान्त पारी ज्यू मार्फत ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। त्यसै गरी अध्यक्षज्यू संरक्षकज्यूहरू मार्फत प्रमुख अतिथि र विशेष अतिथि प्रमुख अतिथि अमेरिकाबाट आउनुभएको छ। हामीलाई यो कार्यक्रमलाई एकदम गौरव बढाइदिनु भएको छ। त्यसै गरी मिल छेत्रीज्यू बेल्जियमबाट आउनुभएको छ, यो कार्यक्रमलाई झनै गौरव बढाइदिनु भएको छ। उहाँहरूलाई पनि मायाको चिनो हस्तान्तरण गरिदिनको लागि र प्रमुख अतिथि र विशेष अतिथिले मायाको चिनो लेखिदिनको लागि अनुरोध गर्दछु र सम्पूर्ण अतिथिज्यूहरू मार्फत हस्तान्तरण गरिदिनको लागि अनुरोध गर्दछु। 7औं अधिवेशन समारोहका सभाध्यक्षज्यू र संयुक्त समाज आइसिसीका उपाध्यक्ष आजका विशिष्ट अतिथि बेल्जियमदेखि आउनुभएको छ। उपाध्यक्षज्यू, सल्लाहकारज्यूहरू योगेन्द्र मान श्रेष्ठ, नरेश जोशी, पिताम्बरजी लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू, क्षेत्रीय एसिया पेसिफिकका अध्यक्षज्यू र यो जापानलाई यो हलमा यो माहौल निकाल्नलाई जापानमा बसेर स्याङ्जा समाजलाई जन्म दिनुहुने अभिभावक जीवन न्यौपानेज्यू र सम्पूर्ण उपस्थित संस्थाका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू तथा उपस्थित सम्पूर्ण स्याङ्जाली दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फ तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्छु। स्वीकार्नुहोला। यो कार्यक्रम समापनको लागि अनुरोध गर्दछु। जननी जन्मभूमि स्वर्ग जपी गरिएसी भनेर जुन हामी विदेशमा रहेर यो समाज स्थापना गऱ्यौँ। आजको यो 7औं महाधिवेशनका प्रमुख अतिथि श्रद्धेय दाइ वीरेन्द्र केसीज्यू, आइसिसी देश आसिन सम्पूर्ण अतिथिज्यूहरू, विशेष अतिथिज्यूहरू, समय एकदम घर्किँदैछ तसर्थ मैले लामो सम्मान गरिनँ र विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू, अध्यक्षज्यूहरू र विशेष गरी संयुक्त समाज जापानका क्षेत्रीय कार्य समितिबाट आउनुभएका अध्यक्षज्यू लगायत सम्पूर्ण साथीहरू। विवेक बस्याल, कृपया एकछिन मिचर तालीले कन्जुसै नगरी ताली बजाएर उहाँहरूलाई आगामी यो 2 वर्षीय कार्यकाल एकदम स्याङ्जा समाजलाई अगाडि राखेर हितमा राखेर अगाडि बढ्नुहुन्छ भन्ने म विश्वास व्यक्त गरेको छु। नाम फटाफट भनौ, टाइम छैन। यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसैगरी कमल लम्साल जसले सहको सदस्यमा उम्मेदवारी दिनुभएको थियो तर सहमतिमा म जान चाहन्छु भन्ने हिसाबले उहाँले चाहिँ एउटा सदस्यमा निर्वाचित हुनुभएको छ। कमल लम्साल। प्रदीप थापा सदस्यमा, प्रदीप थापा कृपया तपाईँहरू नजिक नजिक आइदिनु होला, यसले समय एकदमै म्यानेज हुनेछ, एकदमै छिटो आइदिनु होला है। प्रदीप थापा। अमित गौतम सदस्यमा हुनुहुन्छ, अमित गौतम। सदस्यमा हुनुहुन्छ प्रकाश भूषाल। कर्मश बस्दिनु होला। प्रकाश भूषाल। सदस्यमा हुनुहुन्छ बुद्धि सागर पाण्डे। सकेसम्म छिटो आइदिनुहोस् है।
बुद्धिसागर पाण्डे। सदस्यमा हुनुहुन्छ कल्पना रोका खड्का, लेडिज हुनुहुन्छ। सदस्यमा हुनुहुन्छ केविन भट्टराई। सदस्यमा हुनुहुन्छ राधिका पाण्डे। सदस्यमा हुनुहुन्छ खगेश्वर भण्डारी। सदस्यमा हुनुहुन्छ रामु बस्याल। सदस्यमा हुनुहुन्छ सुरेश गेवाली। सदस्यमा मैले रहनुभएका सम्पूर्णको मैले नाम लिइसकेँ। अब म सहकोषाध्यक्षतर्फ जाँदैछु। सहकोषाध्यक्षमा 2 जनाको उम्मेदवारी परेकोमा हार्दिकता देखाएर जुन कमल लम्सालले विनय जङ छेत्रीलाई अभिभावकहरूले भिडियोको निर्णय म पार्न तयार छु भन्ने जस्तो भोइस मेसेजहरू हिजो रातिसम्म आयो र हामी सहमतिमा जान सक्यौँ। यसको लागि कमल लम्सालजीलाई म यहाँबाट नेपाल गर्नुभएको रहेछ, तर उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र विजयी हुनुहुने विनय जङ छेत्रीज्यूलाई म यहाँ निम्ताउन चाहन्छु। यसै गरी कोषाध्यक्षमा हुनुहुन्छ सरस्वती श्रेष्ठ। लिन्छ भने सबैजनाले एकदमै ताली दियो, तर भोलिबाट उहाँले काम गर्न सक्नु भएन फेरि गाली पनि दिनुपर्छ। त्यही भएर उहाँलाई हौसला तपाईँहरूले आज एकदम हौसला दिनुहोस्। यानि कि यो यो टिमले धेरै राम्रो काम गरोस्, म त्यो काममा व्यक्त गर्न चाहन्छु। त्यसै गरी सचिवमा हुनुहुन्छ, सायद क्षेत्रबाट हुनुहुन्छ जस्तो लागेको छ, क्षेत्रबाट मिलन अर्याल। क्षेत्र र केन्द्रको यो पुलको रूपमा काम गरेर उत्कृष्ट काम गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ। त्यसै गरी महासचिवमा हुनुहुन्छ सागर नेउपाने, जसले सायद दोहोऱ्याउनु भएको छ। उहाँले जुन पुनः फेरि यो सामाजिक अभियानमा म अझै सिक्छु, अझै गर्छु भनेर आउनु भएको छ। अझै राम्रो बन्दै जाओस्, तपाईँहरूलाई शुभकामना छ। त्यसै गरी विधान सम्मत गत हाम्रो विधान सचेर विधान सम्मत हाम्रो उपाध्यक्षज्यूहरू 3 जना उपाध्यक्ष 1 जना वरिष्ठ रहने एउटा व्यवस्था रहेको थियो। जो विधान सम्मत हामी 3 जना उपाध्यक्षहरूको उम्मेदवार पर्यो, त्यसमा हामी केही गरेनौँ र यसमा हुनुहुन्छ क्षेत्रबाट जो नागोयमा 1 कार्यकाल अध्यक्ष रहेर काम गरिसक्नुभएका मित्र सिक्देलज्यू उपाध्यक्ष। त्यसै गरी उपाध्यक्षमा हुनुहुन्छ कार्य समितिमा रहेर काम गरिसक्नुभएका सक्रिय व्यक्तित्व मणि भट्टराई। त्यसै गरी उपाध्यक्षमा हुनुहुन्छ जो समाजमा क्रियाशील रहेर समाजलाई सही मार्गदर्शनमा लानको लागि भूमिका खेल्दै कोषाध्यक्ष उपाध्यक्ष बसेर फेरि पनि म एउटा त्याग गरेर उपाध्यक्षमै आउँछु भनेर जुन एउटा हार्दिकता देखाउनु भयो। पद भन्दा पनि म समाजमा रहेर काम गर्छु भनेर देखाउनु भयो र समाजमा फेरि पुनः उपाध्यक्षमा विजयी हुनुहुन्छ मनोज अधिकारी। त्यसै गरी मैले भन्नुपर्छ, समाजमा अझै धेरै उपाध्यक्षज्यूहरू हुनुहुन्थ्यो, उहाँहरू आफ्नो व्यस्तता र कतिपयको एउटै उम्मेदवारीमा परेकोले म वरिष्ठ उपाध्यक्षको नाम लिनुभन्दा पहिला जो समाजलाई धेरै योगदान दिनुभएका तर कसैको निम्ति म अहिले हामी हार्दिकता देखाएर हामी चाहिँ तपाईँहरूले गरेका निर्णय र जो निर्णय लिनु पनि हामीले आउनेवाला अध्यक्ष र चलाइरहनु भएका अध्यक्षहरूसँग राम्रो समन्वय लियौँ। निर्वाचन कमिटीले मात्र यसमा कुनै गरेको छैन, तर उहाँहरूले हार्दिकता देखाउँदै म 2 जनाको निम्ति फेरि पनि एकचोटि ताली बजाइदिनु होला, जसमा 3 जना वरिष्ठ उपाध्यक्षको उम्मेदवारी परेको थियो। अरमान गुरुङ, सुखबहादुर पेशी, दीपक नेउपाने 3 जनाको उम्मेदवारी परेको थियो। हिजो दिनभरि उहाँहरूले एउटा हार्दिकता देखाएर हामी ठिक छ समाजमा जहाँ रहे तापनि हामी तपाईँहरूसँग समन्वय गरेर जो वर्तमान र आउनेवाला अध्यक्षहरूले समन्वय गरिदिनु भयो, यसको लागि पनि धन्यवाद व्यक्त गर्दै 1 चोटि जोरदार 2 जना जो टिममा नरहे तापनि 3 जना वरिष्ठ उपाध्यक्षको उम्मेदवारी परेको थियो। 3 जना वरिष्ठ उपाध्यक्षको उम्मेदवारी परेको थियो। हिजो दिनभरि उहाँहरूले एउटा हार्दिकता देखाएर हामी तपाईँहरूसँग समन्वय गरेर जो वर्तमान र आउनेवाला अध्यक्षहरूले समन्वय गरिदिनु भयो, यसको लागि पनि धन्यवाद व्यक्त गर्दै 1 चोटि जोरदार 2 जना जो
हामी बाहिरबाट पनि सहयोग गर्छौँ भन्दै जसलाई हार्दिकता देखाएर वरिष्ठमा अगाडि सार्नु भएको छ, तर उहाँहरू समाजमा त्यो भूमिकामा सधैँ रहिरहनुहुनेछ। पदमा नरहे पनि उहाँले पछाडिबाट हामी सपोर्ट गर्छौँ भन्दै जुन बाचा व्यक्त गर्नुभएको छ, अरमान गुरुङज्यू र सुखबहादुर केसीज्यूले उहाँहरूलाई हार्दिकता देखाउँदै दीपक नेउपानेजीलाई वरिष्ठ उपाध्यक्षमा छोडिदिनु भएको छ। त्यसैले एकचोटि जसले हार्दिकता देखाउनु भयो उहाँहरूको निम्ति ताली बजाइदिनु भएको छ। धन्यवाद अरमानजी, धन्यवाद सुखबहादुर केसीजी र वरिष्ठमा विजय हुनुभएको छ दीपक नेउपानेजी, जो 2 कार्यकाल उपाध्यक्षमा रहेर संघ समाज जापानको परिस्थितिले कहिले व्यस्तता कहिले केही भए होलान्, तर अबको दिनमा समाजको जिम्मेवारी पर्न जाँदै गर्दा तपाईँहरू सक्रिय हुनुहुन्छ भन्ने आशा लिएको छु। र यति धेरै तपाईँहरूको हौसला साथ यो टिम देख्दै गर्दा हामी गौरवान्वित छौँ। आइसिसी अध्यक्ष वीरेन्द्र केसीज्यू, एसियाबाट युरोपबाट पाल्नु भएको छ मिन छेत्रीज्यू लगायत यो टिम सम्पूर्ण तपाईँहरूलाई साक्षी राख्दै तपाईँहरूले एउटा दिएको जिम्मेवारीलाई हामीले पुरा मात्र गरेको हौँ। नपर्ने साथीहरूले कहीँ कतै तिक्तता नबुझिदिनु होला। योभन्दा बाहिर पनि हाम्रो एउटा पारिवारिक एउटा आपसी मेलमिलाप छ, यसमा हाम्रो हार्दिकता कहीँ नतुटोस् भन्ने व्यक्त गर्दै मैले अध्यक्षको लागि समाजमा साँच्चै भन्यो भने यो पटक समाजमा हामी सबैले हार्दिकता देखाएकै हो। यो देखाएर सकेसम्म हामी जुझ्नुहुन्न लड्नुहुन्न भन्ने एउटा हार्दिकता 5-5जना 6-6जना 7जना उपाध्यक्षहरू हुनुहुन्थ्यो। मैले भूमिका बाँध्नै पर्छ, किन भन्दा जो उपाध्यक्षज्यूहरू जो प्रवक्तामा रहेर काम गर्नुभयो, जो उपाध्यक्षमा रहेर काम गर्नुभयो, उहाँहरू बाहिर रहे तापनि हामी सपोर्ट गर्छौँ तपाईँहरूलाई साथ छ भनेर एकजना मात्रै एकल अध्यक्षको लागि उम्मेदवार दिनको लागि सबैले सपोर्ट गर्नुभयो। म धन्यवादको पात्र हुनुहुन्छ उहाँहरू सम्पूर्ण, किन भन्दा 4-5वटा उम्मेदवार आएको भए हामीलाई पनि निकै कठिन हुन्थ्यो। यसपटक एकल रूपमा अध्यक्षको निम्ति यसपटक वरिष्ठ उपाध्यक्षमा रहेर पूर्व वरिष्ठ उपाध्यक्षमा रहेर काम गर्नुभएका संघ समाज जापानको इतिहासमा मेरै कार्यकालदेखि काम गर्दै आउनुभएका वेद कार्कीज्यू निर्वाचित हुनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। वेद कार्की लगायतको यो 21 जनाको टिम निर्वाचन कमिटीले लामो सङ्घर्ष र सबैका सुझाव लिएर अगाडि बढेको म जानकारी गराउँदै यो कार्य समितिले विधानसम्मत 23 जनाको कार्य समिति बनाउनेछ र 2 जना पद मनोनित गर्नेछ भन्दै कार्य समितिले मनोनित गर्दैछ भन्दै निर्वाचन कमिटीलाई दिएको जिम्मेवारी हामीले पुरा गरेको महसुस गरेका छौँ। यहाँभित्र रहेका केही कमी कमजोरी त्रुटिहरूलाई फेरि आगामी दिनमा सच्याएर अगाडि बढ्नेछौँ। वेद कार्कीज्यू लगायतको यो कार्य समितिले सफल रूपमा संघ समाज जापानलाई अग्रणी स्थानमा लगाएर भोलिको दिनमा जापानमा सेङ्जाली मात्र नभएर विभिन्न सङ्घ संस्थासँग आबद्ध रही विश्वभरि रहेका सेङ्जालीहरूको आइसिसीसँग पनि समन्वय रहेर उत्कृष्ट काम गर्नेछ भन्दै म जीवन नेउपाने संस्थाको संस्थापक अध्यक्ष र अहिले निर्वाचन कमिटीको संयोजकको हिसाबले मैले कति जिम्मेवारी पुरा गरेँ या गरिनँ त्यसको केही गल्ती कमी कमजोरीलाई म आफूले फेरि मनन गर्दै अगाडि बढ्ने विश्वासका साथ म निर्वाचन कार्य समितिलाई खाजा लगाउन र उहाँहरूलाई प्रमाणपत्र वितरण गर्नको निम्ति अगाडि बढ्ने कुरा जानकारी यहाँहरूसँग अनुमति माग्दछु। एकचोटि ताली बजाएर यो टिमलाई स्वागत गरिदिनु होला।